सो गाइसहरु आज चाहिँ हामी घुम्न गएको थियौं उता मेरो साथीहरु हेर्न सक्नुहुन्छ अगाडि मेरो साथीले साइकल कुदाइरहेछ र हामी सुरुङाको छेउछेउसम्म पुगेर आएको हामी घुम्दै स्कुलमा के रे रिजल्ट थियो रिजल्ट भएन आज 29 गते हुन्छ त्यसैले हामीहरुले भनेको घुम्न जाम घुमेर आएको अहिले बिहानीको कति बिहानीको 9:50 हुँदैछ र साथैमा तपाईहरु यो च्यानललाई सब्स्क्राइब गरिदिनु अनि शेयर हान्दिनु अनि कमेन्ट गरिदिनु त्यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ र मेरो युट्युब च्यानलमा यति पनि भ्युज आउँदैन तपाईहरु जहिले मेरो च्यानल हेर्नु अनि साथै यहाँ पुरा मक्कै खराबी भइसकेको छ उता यहाँ एउटा पानी ट्याङ्कर छ ट्याङ्क यहाँ जुम हुन्छ कि हुँदैन गाइसहरु जुम हेर्नु भयो होला अनि यता चाहिँ बाटोहरु छ यहाँ पुरा हावा चलिरहेछ गाइसहरु साथैमा यताको भ्यू पनि राम्रो यता चिसो छ हाम्रो उता त अहिले घाम होला जस्तो लाग्दैछ मलाई र हामीहरुले हाम्रो के रे बजार हेरेका छौं त्यहाँ सर्ना पुरानो सर्ना नयाँ सर्नामती र अगाडि पुग्न थाले अगाडि चाहिँ योहरु छ बाटोहरु उभिएर हेराउँछु है अगाडि चाहिँ अनि यता चाहिँ मेरो साइकल कुदाउँदैछ अनि म चाहिँ एकछिन अब साइकल कुदाउन थाल्छु यो हाइवे हो पुरा रोड तपाई पनि एकचोटि यही बाटो हेरिसक्नु भएको थियो होला हाम्रो स्कुल पनि तपाईहरुले हेर्नु भएको छ होला त्यस्तो लाग्छ र यता पुरा जतिखेर पनि गाडी चलिरहेको हुन्छ अनि यहाँ पुरा पसल दोकान सबै यहाँ किराना पसलहरु सबै यहाँ पाइन्छ र यहाँ घुम्नको लागि धेरै ठाउँ छ रानीवन यता तपाईहरु पनि आउनु यहाँ घुम्न र यता चाहिँ फर्निचर केहरु त्यहाँ बनाउने हुन्छ र यता चाहिँ यो घर पसल र यता उताबाट स्कुल जाने छ उता साथैमा अगाडि आइसकेछौँ हामी र यहाँ यो चाहिँ हाम्रो स्कुलको कार्यालय हो यो पुरा जेनजी आन्दोलन भएको थियो त्यसैले यहाँ पुरा खत्तम भएको छ रिपेयर गर्छ होला जस्तो लाग्दैन र यो पसलहरु यहाँ पनि पसल अनि अगाडि चाहिँ एउटा स्कुल छ अगाडि हेर्नु सक्नु होला अगाडि चाहिँ स्कुल छ एउटा अनि यहाँ चाहिँ साइकल पसल छ र साथैमा यहाँ दुध डेरी छ र यता धेरै किराना पसल धेरै सामानहरु यहाँ पाइन्छ तपाईको आवश्यकता अनुसार र यो चाहिँ हाम्रो बजार हो अनि यो चाहिँ हाम्रो स्कुल हो अगाडि हेर्नु सक्नुहुन्छ ठुलो छ यहाँबाट चाहिँ तपाईहरुले सानो हेर्दैछ होला यहाँ पनि एउटा स्कुल हो त्यो पनि एउटा स्कुल हो अनि यता पनि बस छ स्कुलको अगाडि एउटा स्कुल छ यहाँ चाहिँ फेरि दिदी छ यहाँ ल गाइसहरु आजको लागि यति नै र आज छिटो जानुपर्छ त्यसैले गाइसहरु र हामीहरु आज यही भिडियो समाप्त गर्न चाहन्छु हस्त धन्यवाद।